हेलो एभ्रिवान, स्वागत छ तपाईहरुलाई। यति बेला भन्देखि म हनी हन्ट भन्दा पनि हनी बीजलाई रेस्क्यु गर्न गइरहेको छु। रेस्क्यु इन अ सेन्स यो जंगलमा छ, रुखमा छ। यसलाई चाहिँ लिएर आज म घरमा राख्ने हो। लेट्स सी कतिको सक्सेस हुन्छ। कन्टिन्यू हेर्दै गर्नु होला भिडियो। एउटा लुक त हेर्नु पाउनु हो। सो हाम्रो मौरी चाहिँ यहाँनिर छ। अनि आज मैले यसलाई राति क्याप्चर गर्नुको मेन उद्देश्य चाहिँ यसको मह चाहिँ होइन, मलाई यो जति पनि घार छ यो मौरीको सबै फ्यामिली नै मलाई चाहिएको छ। सो म यो राति चाहिँ यसलाई यसरी कलेक्ट गर्नको लागि यहाँ आएको छु। देख्न सक्नुहुन्छ अलिकति भित्र यहाँनिर छ। ओके लेट्स सी यसको भित्र कस्तो रहेछ। मह पनि रहेछ अलिअलि, केही छैन तर निकै डिप रहेछ नि त। निकै डिप छ। यसलाई अझै पनि अलिक माथिबाट चाहिँ काट्यो भनेदेखि सजिलो हुन्छ जस्तो छ। सो यहाँनिर छ यसको घार। म चाहिँ क्विनको खोजीमा छु यति बेला। क्विन प्लिज, क्विन। कहाँ छ क्विन? सो एकछिनको लागि रेस्ट। यिनीहरू एकदमै बथालियो हो यति बेलाखेरि, देख्न सक्नुहुन्छ। यिनीहरू चारतिरै छ। सो मलाई मह त आज चाहिएको छैन। मलाई चाहिएको भनेको मौरी हो। खुट्टा भयो भने जुत्ता त भइहाल्छ भनेको जस्तै मह चाहिँ अलिअलि छ, बेसी छैन। दादा अलिअलि छ। यु क्यान सी। म्यान दामी छ। म भनेदेखि रानीको खोजीमा छु। अझै रानी भने देखिएको छैन। यस्तो छ अहिले भनेदेखि रानी खोज्दा कहानी भनेको जस्तै नहोला। आम स्टिल होपिङ कि रानी पाउँछु भनेर आशा चाहिँ गरेको छु। यत्रो बेसी यो हुल छ कि यो, तर पनि हुलमा रानी नदेख्दा चाहिँ मलाई अलिकति अचम्म लागेको छ। कहाँ छौ तिमी? यो माई क्विन। तिमीलाई देख्यो भने त म त ढुक्कै भइहाल्थेँ नि। देख्न सकेको छुइनँ, त्यही भएर म खोजिरहेको छु तिमीलाई। है छैन। कहाँ छौ? यता छ कि? प्लिज एउटा लुक त हेर्नु पाउनु हो। No, not yet found. छैन, अझै पनि छैन।
2 घन्टा पुरी भयो। रानी चाहिँ कन्फर्म भएको छैन। म घरमा गएर यसलाई म सिफ्ट गर्ने हो अनि त्यतिबेला म हेर्नेछु त। एकदमै थाकियो। लेट्स हेभ अलिअलि त छ, खाइदिउँ न त होइन आमेन। अर्ग्यानिक। ओके, सबै मौरीहरू यति बेला भित्र पसिसकेको छ। 99% भनौँ होप छ क्विन चाहिँ मैले क्याप्चर गरेको छु भनेर। सो यो जुन चाहिँ मेथड छ यो चाहिँ फर द फर्स्ट टाइम मैले गर्दैछु होइन। यसमा मिस्टेक पनि हुनसक्छ। सो आइ एम लर्निङ। सो यु क्यान कमेन्ट, यु क्यान सजेस्ट। नेक्स्ट टाइम म यसलाई अझै इम्प्रुभ गरेर यस्तो काममा म अघि बढ्न सक्नेछु। सो यहाँनिर छ आज एकदमै प्रिसियस कुरा। यो यति साह्रो प्रिसियस छ कि अब मैले पढ्दै थिएँ एउटा आर्टिकलमा कि यदि मौरी यस संसारबाट मरेर गयो, हराएर गयो भनेदेखि चाहिँ लाइफ है यो संसारमा भएको धेरैवटा जीवनहरू चाहिँ एकदमै ट्रबलमा पर्नेछ। प्लान्ट्स, एनिमल्स एन्ड ह्युमन बिङ ओभियसली। यो भएर चाहिँ मिज एकदमै इम्पोर्टेन्ट छ। मौरी हाम्रो लागि एकदमै जरुरी एउटा के भन्नु कुरा हो है। हेर्दा सानो किरा हो तर यो किराको एकदमै ठुलो रोल छ एज अ पोलिनेटर है। यसले धेरैवटा फलहरू, फुलहरू, मतलब धेरैवटा फुलहरू है, फुल्न त फुल्छ तर यसको सेल्फ पोलिनेसन हुँदैन। त्यस कारणले गर्दाखेरि मौरीले पोलिनेट गर्ने गर्दछ। द्याट्स वाइ मौरी छ त लाइफ छ। धेरैवटा फ्रुट प्रडक्टहरू हामीले खाइरहेका, हामीले देखिरहेका फलफुलहरू मौरीकै कारणले छ। त्यसकारण मौरी एकदमै इम्पोर्टेन्ट छ हाम्रो लाइफमा, एकदमै जरुरी छ। ह्युमन बिङ प्लस एनिमल, सो एन्ड सो धेरैवटा लिस्ट छ, लामो लिस्ट बनेर जान्दछ। मौरी एकदमै इम्पोर्टेन्ट छ। ओके सो इट्स अलरेडी 9:30। सो मेरो यो हाइपमा चाहिँ यिनीहरूलाई हाल्ने कोसिस गरेको बट स्प्लिट भएको छ एकदमै। लेट्स सी आज राति सायद यसलाई यतिकै छोड्ने हो। आई सी यु टुमरो के हुँदो रहेछ। सो यति बेला भनेदेखि यो बिहानीको दृश्य तपाईँलाई देखाइरहेको छु। यो अझै पनि सेटल भएको छैन। यिनीहरू राति बाहिरै बसेको छ यो कार्टुनमा। अनि यति बेला भनेदेखि यिनीहरू एकदमै यिनीहरूको घरमा अल्मलिरहेछ, नयाँ घरमा यस्तो भइरहेछ। तर घाम चाहिँ यो एकदमै बिहानै लाग्ने हुनाले गर्दाखेरि चिसोमा यिनीहरूलाई त्यस्तो साह्रो चाहिँ परेको छैन। यहाँ छ साथीहरू। के रहेछ यो भाइ? हनी बिज है। के हो? बिज हो तर हनी बिज हो। हनी दिन्छ नि यसले। ल लेट्स गो, हामी जाउँ। चलो चलो चलो। अपडेट दिनु पर्दाखेरि तपाईँको जुन चाहिँ मेरो त्यो मोडर्न डुर थियो, त्यो मोडर्न बी हाइभमा चाहिँ यो अलिकति सुट हुन सकेन। यिनीहरूले मन पराएन जस्तो छ। एन्ड यो जुन चाहिँ मेरो ट्रेडिसनल डुरमा चाहिँ यिनीहरू अलिकति बसेको जस्तो छ। 2 दिन भयो आजसम्म। सो लेट्स होप यसले कतिको काम गर्ने रहेछ। म तपाईँलाई अपडेट दिनेछु फेरि पनि।